धनकुटामा चाहिँ यहाँ हेर्नु न एकै खालको फुलको कलर चाहिँ भिन्दा भिन्दै छ होइन। यो रानी पिङ्क र सेतो मिसिएको छ अनि यहाँ यो येल्लो भिन्दै भयो होइन। अनि यहाँ चाहिँ यो पिङ्क भयो अनि यहाँ चाहिँ ओरेन्ज कलरको छ। कस्तो राम्रो छ क्या हेर्नु न यहाँनिर साह्रै राम्रो छ यो चाहिँ ल रहेछ हेर्नु त्यो राम्रो छैन यहाँनिर। हामी चाहिँ चुली वन जाँदैछौँ होइन। चुली वन जाने बाटो चाहिँ हो होइन। यहाँ चाहिँ हजुरले आगिराख्नु भएको बाइक बाटो यस्तो रहेछ होइन। आधी बाटोसम्म चाहिँ कति पिच भएको रहेछ त्यहाँदेखि यता कति रहेछ सल्लाह घारी रहेछ यहाँ हेर्नु सल्लाहको फेरि हामी चाहिँ आइपुग्यौँ होइन। यहाँ चाहिँ पानीहरू रहेछ यहाँनिर आइपुग्यो चुली वन प्रवेशद्वार रहेछ यस्तो रहेछ राम्रो खाले होइन यस्तो छ। खोला जस्तो यहाँनिर यस्तो रहेछ। बनाउनु ल्याउनु बनाइदिनु आउँदैन नि त्यहाँको आवाज टिप्छ। यहाँनिर चाहिँ कस्तो राम्रो यहाँ हेर्ने आई लभ चुली वन लेखेको छ यहाँनिर चाहिँ कति राम्रो छ होइन। साह्रै राम्रो रहेछ। हजुरहरू पनि धनकुटातिर हुनुहुन्छ भने होइन यो ठाउँ आउनु भएको छैन भने आउनु होला साह्रै राम्रो छ। यहाँ चाहिँ केटाकेटी जस्तो यहाँ हेर्नु न हजुरहरूलाई एउटा राज देखाउन गइरहेको छु है। हेर्नु यो यहाँ सुतिरहनु भएको छ यहाँ होइन। यसको राज चाहिँ हजुरहरू थाहा पाउनु चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला। हेर्नु यो त्यत्तिकै यसरी शान्त बनाइदिनु होइन एउटा न एउटा राज चाहिँ हुन्छ नि यहाँनिर। हजुरहरू पनि पक्कै पनि आउनु